यही जेठ 17 गते सम्मान्य प्रधानमन्त्रीज्यूले यही रोस्टमबाट मान्य सदस्यज्यूहरूले उठाएको प्रश्नको उत्तर दिने सन्दर्भमा नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने यहाँ अभिव्यक्ति दिनुभयो। यद्यपि त्यसको पछि विभिन्न किसिमका व्याख्या विश्लेषण भइरहेका छन्, तर पनि यो संसदको रेकर्डमा सुरक्षित छ। देशको सर्वोच्च कार्यकारी प्रमुखले त्यो पनि यो सार्वभौम संसदमा बोलेको कुरा यहाँ सबैलाई थाहा भएको विषय हो। यो गम्भीर आपत्तिजनक विषय छ, देशहित विपरीत छ र हाम्रो सार्वभौमिकता र भौगोलिक अखण्डतामा आँच आउने अभिव्यक्ति छ। यदि यो भुलवश अन्जानमा अथवा कुनै टङ स्लिप भएर भएको भने यसलाई धेरै लामो लग्नु हुँदैन। यसले देशलाई ठुलो क्षति पुर्याइरहेको छ।